नमस्कार सोल्टी। हजुरको घर कहाँ हो? मेरो घर त उतातिर मास्तिर उतातिर तपाईँ कहाँ हुनुहुन्थ्यो उतातिर उता मलाई तपाईँ हुनुहुन्थेन तपाईँ हुँदाखेरि म फेरि त्यहाँ गएँ तपाईँ हुनुहुन्थेन तपाईँ फेरि यता हुनुहुन्थ्यो रहेछ यता फेरि आएँ तपाईँ फेरि उता जानुभएको रहेछ फेरि म उता खोज्दै गएँ तपाईँ कता जानुहुँदैछ कता जानुभएछ। अनि कहाँ जानुभएको आज चाहिँ तपाईँ यसरी हराएर मलाई छोडेर? तपाईँहरूलाई मैले छोडेको छैन पनि मलाई छोड्नु भएको छैन जस्तै लाग्छ। अब यता र उता उता र यता तल र माथि माथि र तल गर्दा गर्दा धेरै कुरा अब बित्यो हजुर होइन। अँ। अब यहाँ हुँदा धेरै नपर्नु पनि अलिकति बोलिदिनुहोस् न, केही बोल्नुहुन्छ कि दर्शक सामु? यहाँ हुँदैन नमस्ते हौवा अलिकति बोलिदिनुहोस् न, केही तपाईँको केही कलाहरू छ भने देखाइदिनुहोस्। त्यो म त्यस्तो छैन कला भएको होइन म कलाकार व्यक्ति होइन। होइन, तपाईँमा केही कला छ भनेर नि तपाईँलाई मैले अहिलेसम्म खोज्दै खोज्दै यहाँसम्म मैले तपाईँ शीतल रेस्टुरेन्टसम्म पनि मैले आइसकेँ। त्यही भएर तपाईँले मलाई छोटो समय दिनुभएको छ, त्यसको लागि चाहिँ म केही कलाहरू तपाईँमा छ भन्ने कुरा थाहा भएर चाहिँ तपाईँलाई मैले खोज्दै आएको हो। त्यही भएर अलिकति तपाईँको प्रस्तुति दिन चाहनुहुन्छ भने दिनुहोस्, दिनु सक्नु भने ठिकै छ। केही पनि छैन अब भोलि ड्युटी जानु छ होइन। हजुर। किन ड्युटीको सेलेरी आउँदैन अँ, सेलेरी बिनाको ड्युटी पनि हुँदैन अँ। त्यसको लागि चाहिँ हजुरलाई पनि शुभकामना राम्रो छ ड्युटी गर्नु भोलि आउनुहुन्छ होइन। भोलिको दिनहरूलाई पनि एकदमै आरक्षित छु अनि म धेरै बोल्नु जान्दिनँ फेरि इङ्ग्लिसमा बोल्नु पठाएको छ। भोलिको दिनलाई पनि तपाईँको शुभकामना भोलिको दिन राम्रै चलोस् र मेरो पनि भोलिको दिन राम्रै चलोस्। त्यो अलिकति त्यहाँभन्दा बोल्नु चाहिँ आउँदैन। बोलिदिनुहोस् न, केही बोल्नुहोस्। यति धेरै राम्रो हाँसेर खुलेर बोल्नुहुन्छ, बोलिदिनुहोस्। एकचोटि डान्स पनि गरिदिनुहोस्, नाचिदिउँ एकचोटि। कस्तो रमाइलो मान्छे हुनुहुन्छ भन्ने कुरा सुनेको थिएँ तपाईँलाई होइन। तपाईँको अलिकति किनभने पहिल्यैदेखि तपाईँसँग चाहिँ कस्तो यो चाहिँ कुन चाहिँ भाषा गीत हो? ल त आजको लागि हामी यहीँ बिदा हुन चाहन्छौँ शीतल रेस्टुरेन्टबाट। आज हाम्रो केशव राईको बर्थडे थियो, त्यही भएर बर्थडे सेलिब्रेट गरेर हामी गइसकेको छौँ। र आज हाम्रो साथीहरू हुनुहुन्छ यता। रमाइलो भयो आज हाम्रो साथीहरूसँग सबै रमाइलो भइसक्यो होइन। थोरै पैसामा धेरै रमाइलो गरियो, त्यसको लागि फाइदा चाहिँ लियो भन्ने कुरा चाहिँ हामीले बुझिएको छ होइन। थोरै पैसामा धेरै रमाइलो गरियो। जाउँ तपाईँको मोबाइल चाहिँ युट्युब हो सबैको युट्युब हाम्रो यता तपाईँको युट्युब च्यानल के छ भन्नु न, यहाँ मेरोबाट पनि यो उयो गरिदिन्छ क्या, सब्सक्राइब गरिदिन्छ। एकचोटि राम्रै भन्नु त, के अरे? जेएस तामाङ, उहाँलाई पनि सब्सक्राइब गरिदिनु होला प्लिज मेरो मित्रहरू है। जति पनि मेरो साथीहरू हुनुहुन्छ उहाँलाई सब्सक्राइब गरिदिनु होला। यता हाम्रो दार्जिलिङ कहाँबाट भयो तपाईँ त? सुनादाबाट हुनुहुन्छ, खरसाङ। तर मेरो चाहिँ युट्युब च्यानल छैन। ठिकै छ, फिलहाल छैन। उहाँले च्यानल नभए पनि सब्सक्राइब गरिदिने काम चाहिँ गरिदिनुहुन्छ, त्यतिको लागि चाहिँ धेरै धेरै धन्यवाद तपाईँलाई। धन्यवाद तपाईँलाई गर्दैछु। यो गरिदिनु भएको छ हुन्छ। यो तपाईँको है ल म पुरा तपाईँको पुरा उयो गरिदिन्छु। यहीँ हो तपाईँको? ल हामी भेट्दै गर्छौँ होइन। मेरो युट्युब च्यानल चाहिँ अब जे होस् अलिकति मेरो @नवीन राई 666 हानो ठ्याक्कै यहाँ तपाईँको भिडियो पनि आउनेछ, मेरो पनि आउँछ, भाइको पनि आउँछ, एकदम हाम्रो हेन्सम भाइ। विजयनगरको भाइ मान्छे
बाहिर जाने बाटो यता हो है शीतल रेस्टुरेन्टमा आएर रमाइलो गर्नु होला यता होइन कता ल दाइ के छ हाम्रो यहाँ हिसाब किताब अब चाहिँ हामी लास्ट हिसाब किताब गरेर चाहिँ बाहिर जाँदैछौँ यो चाहिँ अलिअलि चाख्नै पर्छ अरे हौ लास्ट टाइम होइन पानीपुरी पाउँछौँ नि एउटा पानी हाम्रो चाहिँ साथीहरूले यहाँ बिल पेमेन्ट गर्दै हुनुहुन्छ है शीतल रेस्टुरेन्ट यहाँ आएर सबैले मनोरञ्जन गर्नुहोला 24 घन्टा सेवा दिनुहुन्छ यता हाम्रो नेपालको म्याप पनि रहेछ यहाँ हाम्रो दाइ यो सगरमाथा हो लाङटाङ हिमाल ओके पोखरा नि यो अन्नपूर्ण घर कहाँ तपाईँको दाइ गोर्खाको हाम्रो यता शीतल रेस्टुरेन्ट चाहिँ हाम्रो दाइहरूले एकदम व्यवस्थित तरिकाले चलाइराख्नु भएको छ भराइनमा जति पनि साथीहरू हुनुहुन्छ भने आएर मनोरञ्जन गर्ने समय र मनोरञ्जन गर्ने ठाउँ चाहिँ यहाँ एकदम सेपरेट ठाउँ छ तपाईँहरू आएर मनोरञ्जन गर्नु होला यता हाम्रो भनेको चाहिँ शीतल रेस्टुरेन्ट चाहिँ मेरो चाहिँ एकदम फेभरेट हो म चाहिँ जहिले पनि आउँछु मेरो दुईवटा बच्चा छन् मेरो बुढी छन् स्पेसली चाहिँ शीतल रेस्टुरेन्ट भनेको चाहिँ एकदम मिठो खाना यताउता सब चाहिँ मैले प्रचार गर्न खोजेको चाहिँ होइन बट यहाँको खाना चाहिँ स्पेसल चाहिँ गुड हुन्छ हजुरको घर चाहिँ र अलिकति इन्ट्रोडक्सन दिनु न मेरो घर चाहिँ म चाहिँ नेपाली हो मेरो घर चाहिँ स्याङ्जाको चाहिँ चापोघर चाहिँ मेरो ठाउँ हो हजुर यहाँ चाहिँ यसरी नेपाली चाहिँ हामी आउँछु मेरो छोरो चाहिँ लिएर आएको छु यता नानी आए नानी नानी होइन बाबु 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 बिजी हुनुहुन्छ मोबाइलमा अनि त्यसपछि मेरो छोरी पनि यहाँ छ मेरो बुढी पनि छ दुइटै यहाँ जन्मेको बट यहाँ शीतलको चाहिँ खाना चाहिँ बहुत स्पेसल हुन्छ मैले होम डेलिभरी पनि लिटरली चाहिँ होम डेलिभरी गर्छु ओके ल धन्यवाद दाइ तपाईँले एकदमै राम्रो तरिकाले दाइ नेपाली हुनुहुन्छ न उहाँ चाहिँ ओके थ्याङ्क यू ल आजको स्पेसल्ली हाम्रो चाहिँ रेस्टुरेन्टको दाइहरूलाई चाहिँ यता हाम्रो दाइहरूलाई नमस्कार दाइ सबैजनालाई बाई केही छ डेलिभरी सामानहरू छ हल्का हल्का हामी अब पुच्काहरू खाने हो पुच्का छ पुच्का हुन्छ भने एकछिन हल्का पानीपुरी खाने हो पानीपुरी पनि यहाँको टेस्टी छ ओके पानीपुरी पनि यहाँको एकदम राम्रो रहेछ अनि अहिलेसम्म चाहिँ जति पनि म चाहिँ यहाँ अहिलेसम्म यो हाम्रो बरेनको शीतल रेस्टुरेन्टमा चाहिँ म आएको थिइनँ कि त्यही भएर आज म फर्स्ट टाइम छिरेको एकदम रमाइलो लाग्यो तपाईँहरू पनि जहाँ हुनुहुन्छ बरेनमा जति पनि नेपाली हुनुहुन्छ यहाँ आएर खाइदिनुहोस् हेरिदिनुहोस् हाम्रो दाइको रेस्टुरेन्ट एकदम व्यवस्थित तरिकाले चलाइराख्नु भएको छ त्यति महँगो पनि छैन यति भन्दै आज चाहिँ हाम्रो भिडियो चाहिँ हाम्रो सेफ दाइ हुनुहुन्छ उता सेफ दाइलाई सम्मान गर्नुपर्ने हुन्छ यता ओनर दाइ हुनुहुन्छ अनि आजको चाहिँ भिडियो चाहिँ यहीँसम्म म टुङ्ग्याउन चाहन्छु तपाईँहरूले हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद भन्दै म अर्को भिडियोमा जोड्नेछु तबसम्म लागि बिदा दिनुहोस् हस्त नमस्ते।